हेलो गाइस, चलो गाइस है फेरि पनि एउटा एकदम नौलो भिडियो लिएर आउँदैछु म साथी तपाईँहरूको लागि समाजमा। आजको भ्लग चाहिँ साथीहरू है के भने चाहिँ हामी चाहिँ बला बला होइन धेरै सालपछि मेरो लाउरी छोरा सिङ्गापुरे लाउरी छोरा चाहिँ है विदेशबाट आएको चाहिँ साथीहरू सिस्टर प्लिज धेरै सालपछि लाउरी छोरा चाहिँ है विदेशबाट आएको छ। आज चाहिँ हामी चाहिँ बाउ छोरा मिलेर चाहिँ नि खोलामा पोखरीमा चाहिँ फिसिङको चाहिँ जाला हानेर चाहिँ हामी माछा मार्न जानु साथीहरू है। त अगाडि चाहिँ नि हाम्रो साथमा चाहिँ हाम्रो प्यारा चाहिँ सिस्टर है विशाल लाउरे छोरा चाहिँ होइन साथमा चाहिँ यति खुसीको साथमा चाहिँ आज हामी चाहिँ फिसिङ गर्न जाँदैछौँ। तलप चाहिँ नि यहीँ घरको नजिकै छ खोलामा। अब जान त त्यस्तै हो। आज चाहिँ हामी दाजुभाइको साथमा छोराको साथमा चाहिँ नि माछा समात्दै पोल्दै खाँदै है पोखरीमा आउँदैछौँ। अब सिसो के हिँड्न सकेन क्या हो होइन ब्रो। चलो ल अब चाहिँ हामीहरू साथीहरू है पोखरी पनि यही देख्नु छ तपाईँले, धेरै ठुलो पनि छैन। यता हाम्रो सिस्टर पनि साथमा आउँदैछ भनेपछि अब हामी चाहिँ त्यो साथीहरू तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ है। आज चाहिँ सबैजना हामी बाउ छोरा साथी बाउ छोरा मिलेर चाहिँ हामीहरू है। ल को हान्ने पहिला तिमी नि हान्ने हो? ल हाम्रो सिस्टर पनि हान्छ भन्छ। ल हाम्रो मिलपिन बाबुले चाहिँ बोकेर आउँदैछ है माछा थाप्न लागि। आकाश पिर्कोल कमान तलब चाहिँ यही हो त भनेपछि आज हाम्रो सिस्टर चाहिँ ल अन्त धेरै सालपछि सिस्टरसँग भेट भएको त नै यसो रमाइलोको लागि चाहिँ हामी जस्तो माछा मार्न लागि आउँदैछौँ साथीहरू है। तपाईँ फिसिङ गर्न लागि आउँदैछन् त सायद तपाईँहरू चाहिँ यसो रमाइलो लाग्यो भने भिडियो हेर्दै गर्नु होला तपाईँहरूले। त ब्रो स्टार्ट गरिदिइहालौँ त। बाबु विशाल जालले हान्ने कि त्यसले गर्ने हो र? त्यसले चाहिँ पर्दैन होला। यतापट्टि एउटा तलब छ भने साथै यतापट्टि नि एउटा तलब छ। कता गङ्गटा? ल ल पहिलो जाल चाहिँ हाम्रो दाइले यहाँ ब्रोले हान्दैछ है। ल दाजु कतिको पर्छ? ल स्टार्ट गरिहालौँ त। मान्छे चाहिँ नघुसौँ है भन्दैछु। ल ल है ल ए पार यार के यार त्यसरी हाम फालेको मान्छे पनि जाल पनि बाम परिरहेको लाग्छ म त। हामी चाहिँ है लाइभमा हेर्दैछौँ। यता ब्रोले चाहिँ जाल हान्दा चाहिँ पहिला चोरमा हेरौँ कतिको हान्दा रहेछ। ल ल ब्रो हानिहालौँ त। ल रेकर्ड है रेकर्ड। ल है ल रेडी वान पछाडि लाग्छ है। ल लाग्छ क्या 2 3 गुड। ल जाल बोको पर्यो त। जाल एकदम बोको पर्यो यार। ल है त पर्छ पर्दैन भन्दा केटा हो पर्छ पर्छ बेटा। ल हाम्रो मिलमिलमा आउनु पर्छ भन्दैछ। ल है ल परेको परेन ल मिस फर्स्ट जा माछा भ्याएको त भएछ नि ब्रो यार। ल नेक्स्ट ब्रो तलमा सेकेन्ड चोटि है ब्रो। ल है त सेकेन्ड चोटिमा त पार्नै पर्छ जसरी पनि। ल है चप्पल ब्रो चप्पल घोप्नु पर्यो कि उल्टो भयो पर्छ माछा फेरि। ओ हाने केटाले हाने। ल अलि बाहिर जाल फिचेन कि चप्पलै हारिस त नि केटाले। ल अहिले चाहिँ पार्नै पर्छ है। चोटि हो जाल डुब्ने भ्याएको छैन के हो कतिको पार्दो रहेछ। ठुलो त हान्न सक्नुपर्छ नि पर सेकेन्ड चोटि नै पारेन नि त एउटा। हाम्रो लाउरे बाबुले चाहिँ ल फेरि अर्को ठुलो जाल लिएर आउँदैछ है। ल हाम्रो मेरो आकाश बेटा चाहिँ पिर्कुल बेटा चाहिँ है एकदम त्यहाँ चाहिँ है माछा मारेको एकदम रोमान्स लिँदा त्यहाँ बस्छ पोखरीमा बस्छ हेर्दैछ हामीहरूले मारेको है। ठुलो बाबुले माछा मार्छ भनेर बकेट लिएर बस्छ अझसम्म एउटा माछा पनि मारेको छैन बाबु है। अनि भन त बाबु भनिदेऊ त। अनि फेरि यस्तो कहाँ त्यहाँ आएको थियो ए। ल है बेटा ल
दुईजना एकैसाथ है ब्रो ल है त ल छोराको ल ल चाहिँ हाम्रो बिग ब्रदरले पार्ने हो कि हाम्रो सिङ्गापुरे लाउरे छोराले पार्ने हो होइन ल गुड ए ल भतेज ल हान्नु बाबु र तैँले हान्नु अब छोराको पालो है लाउरे छोराको पालो ए गुड 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 अब चाहिँ रिजल्ट कसको आउँछ है त्यहाँ कसको पर्ने हो थाहा छैन है ल कसको धेरै पर्छ है ल है ल यहाँ कम्पिटिसन हो कसको धेरै पर्छ भन्दै त बाबु सेला अजियो चाहिँ हो के ल घोप्रो ल तान्यो पर्यो बाबु छोराकै परेन साइडमा हान यो साइड हान्न बाबु यता हान्छ हौ अलिक कुना कुनामा हान त म हान्छु नि अरे म हान्नु कहाँ मजा आउँदैन म त हान्ने हो नि ल है सिङ्गापुरमा बन्दुक हाने जस्तोमा माछा हानेर चाहिँ बाक्क जाल भरि निकाल्नु पर्छ यसो कतिको निशान लाउँदो रहेछ अब थाहा हुन्छ है ल निशाना के कोसिस जारी छ है जसो भने माछा नपर्यो भने नमस्ते ब्रो ल ल अब चाहिँ ब्रोले चाहिँ अर्को तलमा उता गएर हान्दैछ जालमा कति पर्दो होला है साथीहरू है ल है साथीहरू है ल बरो रेडी बाबु लड्छ के अरेको हाम्रो मिलमिल बाबुले चाहिँ माछा थाम्न पकेट लिएर आएको अहिलेसम्म बाबुहरूले पारेन छोरा पानी मात्रै थापे छ यार हे त्यो बर्बाद भयो बाबु हान न विशाल ए मार्यो ब्रोले चाहिँ नि त्यहाँ आउँछ हेरेर मजा लिँदैछ आकाश पिर्गल ठुलबलले माछा मार्छन् है हेर ल है के भन्छ त्यस्तो नभन्न केटा केटा लाने अहिलेसम्म चाहिँ कोसिस जारी भएको छ है केटाहरूले ल है बाउ छोरा मिलेर चाहिँ एकदम कोसिसको साथमा चाहिँ दुईवटा जाल झमधम हानिराखेको छ तर अहिलेसम्म पार्न चाहिँ सकेको छैन यार के ब्रो यार बाबु तिम्रो बकेट आज भर्ला जस्तो लागेन मलाई है मिल्फेन तिम्रो बकेट आज भर्दैन बाबु दादा र बाबाले आज माछा पार्ला जस्तो लागेन मलाई म चाहिँ यहाँ घामले डढी कालो भयो यार हजुर ए साल कमान ल है ल है ब्रिटिसको बन्दुकको गोली जवानको बोली पर्यो है ल ल हाम्रो ब्रोलाई चाहिँ जाला हान्नुभन्दा अगाडि माछाले घडी पनि फाल्दैछ के हो ब्रो यार ल घडी गयो जाओस् माछा चाहिँ आउनु पर्यो है ल माछा चाहिँ आउनु पर्यो है जाला हान्दैछ गाइज है ब्रोको चाहिँ घडी पुरा माछा नपरे त्यो घडी परोस् है ल के भनेको हो र ल भेरी गुड हाम्रो बाबु छ कि मिल्पिन भनेको मिल्पिन हो के ल ठुलो बाबुले सक्दैनले बाबु जाल तान त तान भेरी गुड साबास तान पर्यो ठुलो बाबाले तानसम्म त बाबु ठुलो बाबु झर्छ अहिले पर्यो क्या हो पर्यो आज यहाँ मेरो भाइ यहाँ हैदराबाददेखि यहाँ माछा मार्न भनेर आएको हेर्नु मेरो दादा मेरो भाइ मेरो भदा कसले पार्ने माछा ल हो त्यसले बरु पर्छ ल ल ल ल यसले निकाल्छ क्या हो त ल ल ल ल ठिक छ के हिलो मात्र सोधेछ क्या हो माछाले लगिदिएला है भित्र तिमीहरूलाई एक मछली पर एक पति नै पारे पर कसरी पक्रिने
पर्यो कसरी अब त्यो पनि पोखरी जान्छ अरे ओइ मिलमिन त खस्छु त्यहाँले फेरि परे ल समाधान टाउकोमा समाधान मार्दैन मार्दै गयो स्योर म थाहा टाउकोमा समाधान नमार अब नमार्ने अहिले त जा बाल्टिनमा हाल्छ पानीमा छडै मेलबिन जालानी मान्छे त त्यो कोही जाल उ त्यहाँ हानेर यता बसेको छ कोही जाल बिस्तारै गर्नु बिस्तारै परे आऊ परे विचार बस है परे देखो देख समाधान यार क्यों यार कतिखेर परेछ पक 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 छ यहाँ आउनु न यहाँ दिदी ओ दिदी ओ परे विचार यहाँ झरेछ माछा परे दुईटा परेछ दुईटा केटाहरूले चाहिँ यार के हो आज त यार के हो परि बा माछै झिकाएन तिमीहरूले खेलामै माछा मार्यो यार लास्टमा चाहिँ पार बाबु पार खै देखा त अमिलो हाल्नुपर्छ देख बाबु कन्सर हाल्नु बल्ल खटक्क हुन्छ अन्य केटाले पर्यो एउटा भन्नु यता हेर ए जोड्नु पर्यो भने उता गर्छ आज भ्लग यति नै भन्दै खोइ त्यही छ माछा कहाँ गयो मासु खोइ उता हो त्यहीबाट भनौँ न आजको भ्लग चाहिँ यति नै है गाइस ल नेक्स्ट भ्लगमा बाई